आज चाहिँ यस्तो रुमलाई यस्तो पारामा सफा गरियो। A few moments later. हेलो गाइस, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। तपाईलाई स्वागत छ फेरि मेरो नयाँ ब्लगमा। अनि यता चाहिँ हेर्नु न ऐसलु बवाल फलिरहेको थियो। अनि ट्याक्क पारामा फेरि यता सिनहरू सक्नुहुन्छ। घरदेखि त मम्मीले मोइलिन जा गर्दिला लहरतिराके मलाई मोइलिन जा भनेर नि म ट्याक्क पारामा घर गएँ। मोइलिनी घरमा ट्याक्क पुगेर यहाँ सानी नानीलाई जाऊ मम्मीलाई देऊ डब्बा मोहीको भनेर ट्याक्क पारामा मोहीको डब्बा होइन। ट्याक्क नानी आएर मैले त्यहाँदेखि मोइलेर गएँ। अनि त्यहाँ घर आएर त्यसो सुरुस तान्दिनै पर्यो होइन। ठ्याक्क हल्का पढ्दै हान्न पर्यो। अब एसिया हुन थाल्यो अनि हल्का यहाँ इङ्ग्लिस प्र्याक्टिस अर्थशास्त्र विज्ञान होइन। ट्याक्क पर कोठामा बसेर मोबाइल चलाएको त कोठा फोरो देख्दिरामा मेरो पालिक कुचो र डस्टबिन उठाइदिएर यताउता मिलाएँ होइन। के निकाल्न पर्ने हो ज्याप जुप मिलाएँ। अनि यहाँ अब सफा गर्न थालेको छु। तपाईँले फेरि कसरी यस्तो एडिटिङ होइन कस्तो क्यामेरा भन्नुभएको यो चाहिँ मैले एचडिआर इफेक्ट प्लस भिमेक प्लस एचडिआर इफेक्ट गरेको है यो चाहिँ मेरो। त्यही भएर यस्तो क्वालिटी देखेको। अनि ठ्याक्क पारामा मैले बरार बुरुट गरेर ट्याक्क पारामा यताउति पुरै मिलाएर पुरै खिच्न पनि मिल्दैन नि त। ट्याक्क पुरामा यस्तो सफा हान्दैन ट्याक्क। यस्तै भिडियोहरू आउने गर्छ। सबैलाई माया गरिदिनु पर्यो होइन। ल अब आजको ब्लग यतै इन्ड हुनेछ। ल सबैलाई बाई।